नमस्कार सो तपाईँहरूको बिचमा म तपाईँहरूकै डान्स टिचर आइसकेको छु धेरै समय 15 पछि। Wow. आज हामी चाहिँ तामाङ सेलो नेपाली संस्कृतिको एकदमै चर्चित केराको पातले भुइँचुन छ सङ्गमा चाहिँ डान्स कोरियोग्राफी गर्न जानेछौँ। मलाई फलो गर्नुहोस्। आउनुहोस् हामी सुरु गर्नेछौँ है त। यो देखाएको डान्स छ छुट्टी यो डान्समा केराको पातले भुइँचुन्छ लौ लौ मैचन लौ हुन्छ। यसमा चाहिँ हामी डुएट नाच्छौँ तर तपाईँहरूलाई चाहिँ एकतल पनि नाच्न सक्ने छैन। म तपाईँहरूलाई चाहिँ स्टेप सिकाउँछु। पहिले सुरुमा 4 पाउट हुन्छ 1 2 3 4 त्यसपछि राइट लेफ्ट स्टेप है। केराको पातले भन्छ कि केराको पातले भुइँचुन्छ मतलब जब गर्दाखेरि चाहिँ भुइँचुन भुइँचुन है त। केराको पातले भुइँचुन्छ हो। त्यसपछि जब गर्छ हामी लौ लौ मैचा लभ हुन्छ के भन्छ के लौ लौ मैचा लभ हुन्छ गर्छ है। फेरि सेम त्यही रिपिट गर्छौँ। दुईचोटि रिपिटबल्टी आउँछ त्यसलाई फेरि गरौँ। त्यसपछि हामी दुईवटा हात अगाडि लान्छौँ। जस्ट पोजिसन यस्तो हुन्छ हाम्रो 1 2 अगाडि पछाडि अगाडि पछाडि 1 2 3 4 दुई साइड है। राइट साइडमा 1 2 3 4 केराको पात 1 2 3 4 केराको पात भुइँचुन्छ। त्यसपछि सेलो स्टेप लौ लौ मैचा हुन्छ है। राइट दाहिने हात यसरी दाहिने हुन्छ। त्यसपछि घरता एकदम सिम्पल छ। हामी पहिला सुरुमा स्टेप स्लोमा गर्नेछौँ। त्यसपछि हामी फास्ट फास्ट गर्नेछौँ। 1 2 3 1 2 3 केराको पातले भुइँचुन्छ लौ लौ मैचन हुन्छ। केराको पातले भुइँचुन्छ लौ लौ मैचन हुन्छ। जो अब हामी म्युजिकमा ट्राई गर्छौँ। म्युजिक सँगै चाहिँ हामी डान्सर ट्राई गर्छौँ। ओके रेडी 1 केराको पातले भुइँचुन्छ लौ लौ मैचन लौ हुन्छ। केराको पातले भुइँचुन्छ लौ लौ मैचन लौ हुन्छ। घर मेरो आशा छ आजको डान्स तपाईँहरूलाई चाहिँ धेरै राम्रो लागेको छ। तपाईँहरू ट्राई गर्नुहोस्, सिक्दै गर्नुहोस्, तपाईँले नाच्न सक्नुहुन्छ। फेरि पनि म अर्कोचोटि आउँदाखेरि चाहिँ अर्को नयाँ डान्स लिएरमा आउनेछु। फेरि तपाईँहरूले कुन डान्स गर्नु तपाईँलाई मनपर्छ तपाईँहरूले कमेन्टमा गर्नु सक्नुहुन्छ। म सकेसम्म तपाईँहरूले चाहिँ तपाईँले भन्नुभएकै नाच चाहिँ म ल्याएर तपाईँलाई सिकाउँछु। धन्यवाद।